हेलो नमस्ते सबैलाई। म चाहिँ उठिसकेँ, अब काममा जानुलाई रेडी हुन पर्यो। म चाहिँ रेडी भइसकेँ, मेरो साथी पनि रेडी हुँदैछ। मेरो नाइटमा काम गर्ने साथीहरू चाहिँ सुतिरहेको छन्। उनीहरूको चाहिँ अब एकैचोटि बेलुका काम हुन्छ। अब चाहिँ हामी निस्किन्छौँ। हामी चाहिँ निस्किसकेका छौँ। हामीलाई पर्खेर बस पारी बसिरहेको छ। सबैजना आएपछि एकछिनपछि बस हिँड्छ। अब चाहिँ हामी निस्क्यौँ होइन, बसमा छौँ। अँध्यारो चारैतिर उज्याले भयो होइन। यहाँबाट 15-41 मिनट जस्तो लाग्छ हाम्रो साइडमा पुग्नलाई। नि रमजानको बेला छ, पसल खोल्दैन, सबै बन्द छ। एउटा चाहिँ खुल्या हुन्छ। जाउँ अब के छ हेरौँ, के पाइन्छ। अहिलेसम्ममा खाना खाजा लिएर जानुपर्छ यहाँबाट। यहाँ चाहिँ त्यही हो कम्पनी, हाम्रो कम्पनीले दिँदैन, आफै बनाएर। होटल यो खाजा होइन, आलुको परोठा सबैले त्यही लिया हो हामीले। चिया भने चिया आउँदैछ 2 रुपियाँको। यो चाहिँ हाम्रो 1 रुपियाँको हो है। हतारमा यहाँ पर्से ल्याउन बिर्सेछ, बिजय भयो। यहाँ चाहिँ हाम्रो सदिकले सामान लिग्यो होइन, खाजा लिग्यो। चिया परोठा बस। मलाई चाहिँ बसले यहाँ मेरो मिसन भएको ठाउँमा आएको थिएँ। सानो गाडीमा आएको थियो उनीहरू, अनि आएर मिसन स्टार्ट गरिसकेछन्। अब म पनि सुरु गर्न पर्यो। ढिलो भयो भने कराउनु थाल्छ फेरि। पहिला लक खोलौँ। लक खोल्दै रहेछ। यो चाहिँ हुन्डाईको 500 है। नेपालको मिसिनभन्दा धेरै ठुलो छ यो चाहिँ। यहाँ चाहिँ सबै काम आफैले गर्नुपर्छ। ग्रिजदेखि लिएर डिजल हाल्ने, यताउति मिसिन सफा गर्ने, पुस्नेदेखि लिएर सबै काम आफैले गर्नुपर्छ। पनि हेरौँ के छ कस्तो छ। अग्लो छ मिसिन पनि, चढ्नलाई नि गाह्रै पर्छ। यस्तो छ हालत। नयाँ मिसिन हो, 3035 घन्टा पुग्यो भर्खरै। त्यति चलेन छैन मिसिन। यहाँ पकेट भन्दा नि धेरै जस्तो ब्रेकरै चल्छ। अहिले चाहिँ 15-16 दिन जस्तो भयो बकेट जोडेको। काम पनि सुरु हुन लाग्यो हाम्रो 6 बजेदेखि 2 बजेसम्म हुन्छ। अहिले रमजानको बेला भएर 8 घन्टा मात्रै चलेको छ काम, नत्र भने त 10 घन्टा हुन्थ्यो। यो चाहिँ सब सेफ्टीको गाडी हो। यो सेफ्टी लिएर चाहिँ साइडमा राख्छ। जुन ट्रेन्सको यो साइडमा सेफ्टी नराखिकन कामै गर्न दिँदैन। यता चाहिँ पुरै रम्बल घारी छ है, हेर्नुहोस् है। साउदीमा हरियो परियो देख्न पाइँदैन, पुरै रम्बल घारी हो। काम सुरु गर्न जान लाग्छु। काम सुरु गर्नुभन्दा पहिला अगाडि चाहिँ हामीले सेफ्टी चाहिँ नियमित रूपमा लगाउनुपर्छ, नत्र भने फाइन काटिदिन्छ होइन। आफ्नै हाम्रै सेलेरीबाटै काटिदिन्छ साउले। सबै कुरोमा एकदम विचार गरेर काम गर्नुपर्छ। सेफ्टी सुज, सेफ्टी ज्याकेट सबै लगाउनुपर्छ, नत्र भने फाइन हान्दिन्छ। अब चाहिँ काम सुरु गर्नुपर्छ, नत्र भने फेरि अहिले लेस ज्यादा ताकिर भनेर भन्छ आएर। यता चाहिँ सुरु भइसक्यो। माटो चाहिँ अरू ठाउँमा फाल्ने ठाउँमा भए फाल्न दिन्थ्यो, नत्र भने अहिले चाहिँ गाडीमै लोड गरेर उता डम्पिङ साइडमा लगेर डम्पिङ गर्छ। 2 मिनट समथिङ 2-3 मिनट गाडी आउँछ। यस्तो छ काम। 10 मिटरको ट्रेन छ।
डाउन 7 मिटर 8 मिटर 8.5 त्यस्तै हुन्छ। कोही ठाउँमा चाहिँ 4-5 मिटर मात्रै हुन्छ। प्रायः जसो 6 मिटरसम्म हुन्छ। धेरै भयो भने चाहिँ 8 मिटर मात्रै हुन्छ। अब हेर्दै जानुहोस्, म तपाईँलाई मेरो दिनभरिको काम देखाउँछु, के गर्छु, कसरी गर्छु, काम कसरी हुन्छ यहाँ। हेर्दै जानुहोस्, पुरा म तपाईँलाई भन्दै जान्छु, देखाउँदै जान्छु कसरी हुन्छ काम। सुरु गर्न लाग्यो, पानी पर्न थाल्यो। बिहानै नि पानी पर्न थाल्यो। यहाँ पानी त्यति पर्दैन। म आइकन पानी परेको भने 2 चोटि, अहिलेसम्म जम्मा 2 चोटि भएको थियो पनि नेपालको जस्तै पानी पर्दैन यहाँ। सिमसिम मात्र हामीलाई दुःख दिन मात्र गर्छ। दिनभरिको धुलोले मेसिन धुलो भइरहेको हुन्छ, त्यही पानी सिमसिम पानी परिदिन्छ। अनि भोलिपल्ट फेरि हामीलाई दुःख, मेसिन पुस्न परिगयो। फोहोर भयो भने किन यसरी फोहोर बना भनेर राख्यो भनेर भनिहाल्छ। गाह्रो छ नि अर्काको ठाउँमा। आफूले सोचे जस्तो केही हुँदैन। नेपालमा सोचे जस्तो केही हुँदो रहेछ। पहिला सुरुमा त यस्तो होला उस्तो होला के होला भन्ने सोचेको थियो। यहाँ आएपछि थाहा भयो त्यस्तो केही पनि हुँदो रहेनछ भन्ने। काम गर्नै पर्यो। पानी पऱ्यो नि यहाँ त्यो बन्द गर्ने सन्द गर्ने यस्तो हुँदैन। काम आफ्नो ड्युटी कति घन्टा हो, मेसिन 1 मिनट रोक्न पाइँदैन। काम चल्न पर्यो। उनीहरूले मेसिन रोकेको देख्ने बित्तिकै उतिखेरै आइहाल्छ, के भयो, किन मेसिन रोक्यो, किन काम नगरे, त्यसो भन्दै आउँछ। सकेसम्म त आफ्नै ठाउँमा काम गर्न पाए भए त ठिक हुन्थ्यो नि। के गर्नु, आफ्नो ठाउँमा काम गरेर भने जस्तो कुनै पैसै पाइन्छ। अर्काको ठाउँमा आयो, दुःख गर्न परेको, पैसा टिप्ने रुख हो मेरो यो चाहिँ। हल्का पानी परेको अवस्था। हाम्रो चाहिँ टेलर आइसकेको छ यहाँ। यो मेसिन जाँदैछ अर्को साइड। यहाँ चाहिँ नेपालको जस्तो भन्दा नि, नेपालको भन्दा नि लामो टेलर हुन्छ। उठाएर हाल्नु पर्दैन, सजिलो हुन्छ। तपाईँ हाल्दाखेरि म तपाईँलाई देखाउँछु नि कसरी हुन्छ काम, के हुने हुन्छ भनेर। यहाँ सट्टा लाएर दाइले निकालिदिन्छ नि हो। मेसिन चलाउने गुरु चाहिँ इन्डियाबाट हो होइन। हाम्रो यता पनि अगाडि नै काम भइरहेछ। अर्को एउटा मेसिन जाँदैछ जिद्दा। यो मेसिन चाहिँ यहीँ 10 किलोमिटर उता टाढा जाँदैछ यहाँबाट। 4 मिटरको ट्रेन्चको काम छ, त्यहाँ नयाँ काम खुलेको छ। त्यही भएर यो मेसिन उता जाँदैछ। मेरो मेसिन पनि उठाउँछ होला 1-2 दिनमा। यहाँ धेरै काम छैन। पालै पिलो गर्दै यसरी नै सबै मेसिनहरू उठाउँदैछ यहाँ। सबहरूले यस्तै हो। कम्पनीमा भए भए त एकै ठाउँमा रहन्थ्यो, मेसिन एकै ठाउँमा हुन्थ्यो। यो अब मसस्ता भन्छ यहाँ चाहिँ। नेपालको ठेकेदारहरूको जस्तै, नेपालको ठेकेदारहरू जस्तै हो। उनीहरूले जहाँ भन्यो, जतिखेर भन्यो, कुम्लो काम्लो सबै प्याक गरेर एकैचोटि हिँड्नुपर्छ। त्यस्तै छ। अब हेर्नुहोस् है त मेसिन लोड कसरी हुन्छ भने म तपाईँलाई देखाउँछु। यो चाहिँ भाडाको टेलर हो। हाम्रो टेलरमा चाहिँ ठुलो मेसिन जाँदैन। भाडाको टेलर सधैँ भाडाको टेलरमा आउँछ, भाडाकै टेलरमा जान्छ। मेसिन 50 टनको मेसिन हो यो चाहिँ। नेपालमा कहाँ उहाँ 20 टनको मेसिन चलाइरहेको मान्छे, यहाँ ठुलो मेसिन आयो। पहिलोचोटि चढ्दा त कस्तो लाग्थ्यो नि। बिस्तारै गर्दै पानी पर्दै गयो। 1 दिन 2 दिनलाई अलिक गाह्रो हुँदो रहेछ। त्यसपछि त स्मुथ नरम एकदम सजिलो। लिभर पनि नरम छ मेसिनको। यो चाहिँ अब जान्छ अर्को साइड।
कहिले भेटिन्छ भन्ने थाहा छैन। अब सायद मेरो पनि आज या भोलिमा उठाउँछ जस्तो लाग्छ मलाई चाहिँ। भन्न चाहिँ भन्दै थियो उठ्छ है भनेर, तर कहिले उठ्छ भनेर चाहिँ भनेको छैन एक्ज्याक्टली। यस मेसिन चढाउनलाई नेपालको भन्दा सजिलै छ। उठाइराख्न परेन, सट्ट त्यो झारिदिन्छ आफूले, सर 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 चढाइदियो त्यतिखेरै भइगयो। मेसिन नै कत्रो छ त, सानो छ त नि। परबाट हेर्दाखेरि त एउटा घर जत्रै छ नि। हेर्नुहोस्, मेरो मेसिन टेलरमा लोड भइसक्यो। अब कहिले भेट हुन्छ थाहा छैन। यसरी नै साथीहरू जानी आउने भइरहेको छ। कम्पनीमा जस्तो हुँदैन रहेछ। हामीले त कम्पनी भनेर गरेका थियौँ। यहाँ 15-20 जना नेपाली हामीसँगै आएको थियौँ। लास्टमा थाहा भयो ठेकदार रहेछ भन्ने। यो गुरुको त पालो आयो, मेरो नि भोलि पर्सितिर पालो आउँछ होला सायद। फाइनली मेसिन लोड भएर सकियो। स्विङ गर्दा नि पुरा हल्लिन्छ गाडी नि। यहाँको चाहिँ सिस्टम यस्तो छ। मेसिन यसरी बनाएर लैजान्छ यहाँ चाहिँ। सट्ट त्यहाँनिर हाल्छ, चेन पुली लगाएर सटसट 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 कस्दिन्छ, एकैछिनमा आउँछ। मौसम पनि आज त अलिअलि पानी छ, फट्ट पानी परिरहेछ। यहाँ फेरि बिहान यस्तो भएपछि दिनैभरि यस्तो हुन्छ। गर्मीमा मार गर्मी, जाडो त त्यति साह्रो हुँदैन। जस गर्मी चाहिँ लास्टै गर्मी हुन्छ। हरियो भन्ने कहीँ केही छैन, चारैतिरै पुरै बालुवा घारी। मेसिनको चेन पुल्ली बान्नलाई हल्का सहयोग गरियो। गाडी रुकिरहेछ हाम्रो चाहिँ। टिफरहरू काम सुरु गर्नुपर्छ अब चाहिँ। मेसिन अब एउटा उता एउटा मेसिन चलिरहेछ, त्यसले लोड गर्छ, मैले यसले लोड गर्छु। यो मेसिन थियो अलि लोड गरिरहेको थियो, सजिलो भइरहेको थियो। यो पनि गएपछि अब दिनभरि गाडी लोड गर बस्छ, गाडी लोड गर बस्छ। काम त धेरै छैन। यति भ्याएपछि त मलाई पनि मेरो नि मेसिन उठाउँछ अरे भन्छ। 34 नम्बर मेसिन। फेरि भेटौँला 2-3 दिनपछि। अब पालो आइहाल्छ नि, सबैको त्यस्तै हो। एक ठाउँमा काम हुँदैन हाम्रो। कहिले यता कहिले उता, कहिले यता कहिले उता भइरहेको छ। यस्तै हो। अब सेफ्टी लगाउने काम सुरु हुँदैछ। सेफ्टी लगाउने रे यो कम्पनीमा चाहिँ हाम्रो एउटा नेपाली दाइ छन्। 11 वर्ष भएर काम गरेको भन्छन् अगाडिको दाइ। 11 वर्ष भइसक्यो भाइ मैले यो कम्पनीमा काम गरेको भनेर भन्छन्। भर्खरै सोधेको। यो कम्पनीबाटै हाम्रो मेसिनहरू चाहिँ साउले चाहिँ यो कम्पनीबाटै झिकाएर रहेछ। अलराबाफ पैसा टाइममै दिन्छ अरे, सेलेरी टाइममै दिन्छ अरे भन्छन्। आज यहाँ सेफ्टी लगाउने काम हुन्छ, त्यो पछि यहाँको काम पनि सकिन्छ। म पनि अनि अर्को साइड जान्छु। यसपछि पालो आउँदैछ मेरो नि। अरू कुरा त सबै ठिक छ। यहाँ एउटा कुरो चाहिँ अलि ठिक लाग्दैन। अब
साह्रै गर्छ, साह्रै गर्छ। कहिले कहाँ 15 दिन यहाँ, 10 दिन यहाँ, हप्ता दिनमा यहाँ, त्यही गाह्रो। यहाँ चाहिँ सोल्टीले लेभल गरिरहेछ, माटो सिफ्ट पछाडि सिफ्ट गर्दै लेभल गर्दै गरिरहेछ। डाउन धेरै नै छ यहाँ, त्यही भएर सानो मेसिन लगाइदिएका। पछाडि ब्रेकरले यता छुटेको भित्ता सित्ता मिलाउँदै यसले लेभल गर्दै आउँदैछ। लेभल चाहिँ फेरि 1 सेन्टी तल नि हुनु भएन, 1 सेन्टी माथि नै हुनु भएन, एकदम जस्तो दिएछ त्यहाँ त्यस्तै हुन पर्यो, चारैतिर बराबर। सोल्टीले कडा दिइरहेछ। पुरानो मेसिन चलाइरहेको थियो सोल्टीले, उसको मेसिन ग्यारेज हालेछ, आजभोलि नयाँ मेसिन दिएछ चलाउनलाई। यो बसिरहेको मान्छे चाहिँ हामीलाई काम लगाउने मान्छे, यताउति के छ यस्तो मेन्टेनेन्स गर्ने, के बिग्रिएको छ भने बनाउन लगाउने हाम्रो जिग्री। लेभल चाहिँ यस्तो हुन्छ, फाइनलको चाहिँ यस्तो हुन्छ काम। तलदेखि माथिसम्म सट्ट भित्ता सिधा हुन पर्यो, तलको लेभल नि सिधा हुन पर्यो। पारिपट्टि नि काम चलिरहेछ, पारिपट्टि चाहिँ आर्मी क्याम्पभित्र काम भइरहेछ त्यहाँ, त्यो चाहिँ अर्कै कम्पनीको काम हो। काम त एउटै हो तर अर्कै मान्छेले गरिरहेछ। त्यस्तै ठेकदारहरू हुन्छ यहाँ चाहिँ। 2-3 दिन हुन लाग्यो त्यहाँ चाहिँ काम हुन थाले। हाम्रो चाहिँ लगभग सकिन लागेको छ, अब धेरै छैन। यताबाट ठुलो मेसिनले लोड गर्दै सानो मेसिनले लेभल गर्दै गइरहेछ। अहिले चाहिँ सेफ्टी लगाउने काम भइरहेछ, त्यसैले एकछिन काम बन्द छ। एकछिन यो सेफ्टी लगाइदिन्छ सबै चारैतिर माथिसम्म, अनि फेरि काम सुरु हुन्छ। यहाँ बिना सेफ्टीको काम गर्नै दिँदैन, यस्तै पऱ्यो भने कामै बन्द गरिदिन्छ। फाइनल्ली मेसिन चाहिँ अब बन्द गर्ने काम सकियो जस्तै भयो, छुट्टी भयो हाम्रो। मेसिन चाहिँ थन्काइसक्यो। अब आज दिनभरिको काम यति भयो, यस्तो भयो आजको काम। मेसिन चाहिँ राखिसकेका छौँ अब हामीले। यो चाहिँ मेरो पहिलो भिडियो हो। आशा छ सबैले लाइक गरिदिनुहुन्छ, कमेन्ट गरिदिनुहुन्छ, सेयर गरिदिनुहुन्छ भन्ने। फेरि यस्तै नयाँ भिडियो म अपलोड गर्नेछु।